आज शनिबार सबैजनालाई चाहिँ छुट्टीको दिन हैन, रमाइलो दिन। र मैले चाहिँ आज शनिबार एउटा सानो जानकारी तपाईहरुलाई पनि सहयोग मिलोस् भन्ने हिसाबले लिएर आएको छु। एउटा कुरो, पहिलो कुरो एउटा ब्राउजर जुन चाहिँ तपाईको युट्युब हेर्नुहुन्छ होला तपाईहरु हैन, ल्यापटपमा कम्प्युटरमा चाहिँ युट्युब हेर्नुहुन्छ होला। त्यसमा चाहिँ अब कसैले युट्युब एप्स प्रयोग गरेर डाइरेक्ट हेर्नुहुन्छ, कसैले ब्राउजर प्रयोग गरेर हेर्नुहुन्छ हैन। त्यसको लागि चाहिँ क्रोम ब्राउजरहरुमा चाहिँ युट्युबहरु हेर्दाखेरि एड आएर वाक्क हुनुभएको होला। म पनि भएको थिएँ पहिला। त्यही भएर त्यसको लागि अल्टरनेट अहिले चाहिँ के अरे ब्रेभ ब्राउजर छ। यदि तपाईले कुनै पनि ब्राउजरमा गएर ओपन गरेर ब्रेभ टाइप गरेर डाउनलोड गर्नुभयो भने त्यो हुन्छ। र त्यसमा चाहिँ तपाईले ब्रेभ ब्राउजरमा चाहिँ मसँग चाहिँ यहाँ अलरेडी के अरे इन्स्टल गरिसकेको छु। र यसमा चाहिँ कुनै पनि युट्युबहरु चलाइयो, कुनै भिडियो मुभीहरु हेर्नु पर्यो भने तपाईकोमा एड आउँदैन, डाइरेक्ट यो चाहिँ प्ले गर्न मिल्छ हैन। यसमा चाहिँ बिना एड डाइरेक्ट प्ले हुन्छ यो चाहिँ। त्यही भएर यो चाहिँ ब्रेभ भनेर टाइप गर्नुभयो भने तपाईलाई यो ब्रेभ ब्राउजर आउँछ। यो चाहिँ एकदमै राम्रो छ, सेक्युर पनि छ। गुगल क्रोमको तुलनामा धेरै प्राइभेट रूपमा एकदमै सेक्युर ब्राउजर पनि मानिन्छ यसलाई। र यो प्रयोग गर्न सक्नुहुन्छ। यो एउटा भयो। र अर्को दोस्रो कुरा भनेको तपाईलाई म अर्को, यदि तपाई डिजाइनिङ गर्नुहुन्छ कुनै चीज भने यो तपाईहरुको लागि स्पेशली, जस्तै फोटोशप चलाउनुहुन्छ स्पेशली, पहिला तपाईहरु फोटोशप चलाइराख्नु भएको छ, कुनै डिजाइन गर्नुहुन्छ, ग्राफिक डिजाइन सम्बन्धी कामहरु गर्नुहुन्छ भने चाहिँ अब फोटोशप त पे गर्नु पर्यो, कि त क्र्याक भर्जन चलाउनु पर्यो हैन, जुन चाहिँ अब भाइरसको बारी हुन्छ क्र्याक भर्जन। त्यसले गर्दाखेरि अब धेरै रिस्की हुन्छ। अब ओरिजिनल एडोबी फोटोशपको चाहिँ प्राइस अलि निकै महँगो छ, प्लान किन्न पर्छ हैन। त्यसको लागि चाहिँ तपाईहरुलाई सबैभन्दा सजिलो उपाय भनेको canva.com मा जाने र क्यानभा मा गएर एउटा तपाईको फ्री चाहिँ यहाँबाट चाहिँ साइन अप गर्ने, आफ्नो फ्री अकाउन्ट बनाउने। त्यसपछि क्यानभामा फ्री अकाउन्ट बनाइसकेपछि तपाईको क्यानभा चाहिँ यस्तो खालको आउँछ हैन। यो मेरो चाहिँ कम्प्युटरमा अलरेडी इन्स्टल छ। अब यसमा चाहिँ विभिन्न प्रोजेक्टहरु तपाईले बनाउन सक्नुहुन्छ। यो मैले गरेको प्रोजेक्टको काम भयो। र यसबाट चाहिँ क्रिएट गरेर तपाईले अब यहाँ चाहिँ धेरै कुराहरु गर्न सक्नुहुन्छ। र यसको आईडी बनिसकेपछि यो चाहिँ पेमेन्ट भर्जनमा पनि छ र फ्री भर्जनमा पनि छ। मैले चाहिँ फ्री मात्रै चलाएको छु। र यदि यसको आईडी तपाईहरुसँग छ भने यसको बनाइसकेपछि त्यसपछि तपाईले एफिनिटी डाउनलोड गर्नुपर्ने हुन्छ, जुन मैले भनेको थिएँ। त्यसको लागि चाहिँ एफिनिटी ग्राफिक डिजाइनको लागि चाहिँ यो एफिनिटीमा गएर तपाईले यसलाई चाहिँ डाउनलोड गर्न सक्नुहुन्छ। यो अहिले दुईवटा प्लेटफर्ममा मात्रै उपलब्ध छ, विन्डोजमा र म्याकबुकमा दुईवटामा मात्रै उपलब्ध छ यो तत्कालको लागि हैन। तपाईले यसलाई चाहिँ पछि आइप्याडमा पनि कमिङ सुन भनेको छ। अहिलेको लागि चाहिँ यो दुईटामा उपलब्ध छ। र यो चाहिँ कस्तो हुन्छ भनेर भन्नुहुन्छ भने मेरो चाहिँ मैले यहाँ डाउनलोड गरिसकेको छु। र यहाँ चाहिँ तपाईको यसरी यो क्यानभाकै यो डाउनलोड गरिसकेपछि तपाईले साइन अप गर्ने बेलामा चाहिँ, साइन इन गर्ने बेलामा चाहिँ क्यानभाकै आईडी हुनुपर्छ भनेर चाहिँ यहाँ भनिएको छ। र जो क्यानभाको एक्जिस्टिङ युजर हुनुहुन्छ उहाँहरुले यसलाई फ्रीमा युज गर्न पाउनुहुन्छ। र यहाँ चाहिँ सबै जुन पनि फोटोशप सम्बन्धी, ग्राफिक्स डिजाइन सम्बन्धी तपाईले जे प्रयोग गर्नुहुन्छ त्यो चीज चाहिँ कम्प्लिटली फ्रीमा हो। यसमा चाहिँ कुनै पैसा लाग्दैन। र यसमा टुल्सहरु कस्टमाइजेसन हैन, तपाईले आफ्नो इच्छा अनुसार मिलाएर राख्ने, कुन खालको टुल्स कता राख्ने भन्ने यो सबै डिजाइनिङ तपाईले एकदमै कस्टमाइजेसन आफ्नै हिसाबले गर्न सक्नुहुन्छ। र त्यसपछि तपाईले आफ्नो इच्छा अनुसार चाहिँ यहाँ के अरे ग्राफिक्स डिजाइनहरु गर्न सक्नुहुन्छ। यसमा चाहिँ एआई पनि केही चीजहरु चाहिँ फ्रीमा छ हैन, भेक्टर, पिक्सेल, यिनीहरु सबै तपाईले फ्रीमा प्रयोग गर्न पाउनुहुन्छ। तर यसको लागि एउटै मात्रै हो, त्यो चाहिँ तपाईसँग क्यानभाको अकाउन्ट चाहिँ हुनुपर्छ। त्यति मात्रै हुनुपर्यो। अरु चाहिँ सबै तपाईले फ्रीमा पाउनुहुन्छ। यो चाहिँ ग्राफिक्स डिजाइन गर्न चाहने, सिक्न चाहनेहरुको लागि फ्रीको सफ्टवेयर हो है। यसलाई चाहिँ कम्प्युटरमा अलिअलि केही गर्छु भनेर होप राख्नु भएको छ भने चाहिँ यो तपाईहरुको लागि हो। थ्यांक यू।